हेलो चेक 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 ल हामी चाहिँ यहाँ अझैलाई मुद्दा लाग्यो मुद्दा हान्न गन रोकेको छ मन अनि गोपुरमा चाहिँ साउन्ड पनि आएको रहन्छ मैले चाहिँ त्यसमा एड गरिदिन्छु भोइस रेकर्ड गरेर अहिले चाहिँ हामी यहाँ टिक्कर र बिरपुरको जङ्गलमा छौँ लुक एट द भ्यू गाइज पानी आएर पुरै जाडमा पनि तमाम हाने पुरै यहाँ चाहिँ ल गाइज मूत्र विसर्जन पछिको हाम्रो ब्रेक एन्ड भएर अब हामी लाग्दैछौँ तौलियातर्फ म चाहिँ अझैको बाइक चलाइरहेको छु HZV2 अनि आज चाहिँ अझै मुस्ताङ जाने हुन् रे है भैलोको निम्तोबाट यस रमाइलो हानेर छन् हामी चाहिँ अहिलेसम्म गइएको छैन मुस्ताङ कतै पनि ल आज बजार हो र बजार ए मङ्गलबार है ल गाइज अहिले आउँदा चाहिँ बजार पनि पस्नु पर्ने हुन्छ बजारमा आएको पनि धेरै भयो म चाहिँ आज मङ्गलबार बजार रहेछ पानीले के लाग्यो होला र बजार त त्यस्तो ठुलो सानो भने लागेको रहेछ हो ल आज अब ढिला नगरी हामी चल्दैछौँ अहिले फेरि पानी आयो भने तनाव हुन्छ नि त जय भगवान् रक्षा गर्नु यता त ल यता त पानी चाहिँ आएको रहन्छ खासै यार लगाइ यता चाहिँ खासै पानी आएको रहन्छ त्यस्तो उता हाम्रो गाउँतिर जस्तो बाटोमा चाहिँ यो कुकुर बिरालो सिरालोले गर्दा तनाव हान्छ गाउँघरको बाटोमा त्यही भएर होसियार भएर चलाउनु पर्छ लगाइज अहिले चाहिँ हामी बसन्तपुर आइसक्यौँ यी बसन्तपुरको मन्दिर बसन्तपुरबाट यो भिडियो को हेरिदिनु हुन्छ प्लिज सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट एन्ड सेयर सब गरिदिनु होला जे गर्न छ सब गरिदिनु होला है अनि एउटा सानो छोटो मिठो मायाको लागि कमेन्ट गरिदिनु होला आयो आवाज चाहिँ राम्रै आयो होला मैले चाहिँ यहाँ गगल्स लगाएको छैन हावाको विन्ड ब्लास्टले चाहिँ बवाल हान्दिरहेछ मलाई जाडो भयो चिस ल गाइज अहिले चाहिँ हामी अब बस्ने स्थिति त छैन यहाँ गनाएर है तपाईँहरूलाई म के देखाउन चाहन्छु यहाँ चाहिँ यो देख्न सक्नुहुन्छ यहाँको फोहोर राखेन चाहिँ उहाँ लगभग यहाँदेखि केही नगरी 40-50 मिटर पर हो उहाँदेखि यहाँ राख्दै आएर अहिले यहाँ बाटासम्म आएर लथालिङ्ग भएको छ यहाँको स्थानीय सरकार गनाएर कसो स्थानीय सरकारले के हेरिरहेछ खोइ फोहोर व्यवस्थापन गर्ने अब ठेकदारहरूलाई पनि यहाँ के देखाएको मतलबै छैन केही पनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ यो चाहिँ मेरो भिडियो के को माध्यमबाट हेर्दै हुन्छ टिकटक फेसबुक युट्युब कहाँबाट हेर्दै हुन्छ सबैले आफ्नो राय राखिदिनु होला यो चाहिँ जति सक्दो छिटो व्यवस्थित हुन पर्यो किन भन्दा यहाँबाट अब गोरसिङेबाट अर्घाखाँची जाने यो हाइवे हो यहाँ चाहिँ यस्तो दूषित हावाले गर्दा यहाँ एकछिन पनि बस्न सक्ने स्थिति छैन क्या मलाई चाहिँ यहाँ कस्तो भइरहेछ मलाई उल्टी आउन मात्र बाँकी छ अब लगाएर अब ढिलो नगरी त्यही भन्छु म यहाँको स्थानीयले चाहिँ समय भिडियो पुगोस् र जति सक्दो यहाँको यो फोहोर चाहिँ उठाएर व्यवस्थित गरिदिनु पर्यो अस्ति चाहिँ हाम्रो एमप्रताप दाइले पनि नम्बर लगेर यहाँ ठेकदारलाई कल गरिदिनु भएको अहिलेसम्म चाहिँ केही पनि व्यवस्थित भएको छैन यहाँसम्म आइसकेको त्यो फोहोरहरू हल्का फुल्का उता बाटा पारि गएको छ उहाँसम्म गएको छ यता त यहाँ देख्न सक्ने यहाँसम्म आएको छ ल अब त्यही हो गाइज होइन यो भिडियो चाहिँ कहाँबाट हेर्दै हुन्छ सक्दो सहयोग गरिदिनु होला यो भिडियो कोही अब स्थानीय सरकारसम्म पुर्याइदिन यो चाहिँ जहाँसम्म लाग्छ यो गोरसिङेको पर्छ गोरसिङेको वडा अध्यक्ष र हाम्रो बुद्धममी नगरपालिकाको मेयर केशव अङ्कलजी यो त भएन हो हजुरको चालामाला यस्तो पनि अनि यो ठेकदार महिनै पछि रकम उठाउने अनि यहाँ आएर चाहिँ केही पनि नगरिदिने यस्तो व्यवस्थापन यही हो तपाईँहरूको महिनै पछि पैसा उठाउने यार के अरे ल गाइज फाइनल्ली हामी चाहिँ गोरसिङे चोकमा आएको छौँ यता चाहिँ हाम्रो पुरै पश्चिमदेखि
पूर्वतिर जाँदै गरेको राइडर साथीभाइहरू रहेछन् है। अनि यो पूर्व पश्चिम राजमार्गको हाइवे चाहिँ अब बन्दैछ, जो तीव्र गतिमै बन्दैछ भनौँ। बिचमा चाहिँ यो जेएनजीको आन्दोलनले गर्दा केही टाइमसम्म रोकिएको थियो, स्थगित भएको थियो। अब यहाँ चाहिँ हिलोले गर्दा मान्छेलाई बाइकलाई धेरै नै असर पुर्याइरहेको छ। पहिला चाहिँ हामीलाई लगभग 40-45 मिनटमा उही बुटोल राम्रै ठाउँ पुगिन्थ्यो, मतलब अलि तलैतिर पुगिन्थ्यो। अहिले चाहिँ लगभग 2 घन्टा लाग्छ हामीलाई बुटोल पुग्न चाहिँ। 1.5 घन्टादेखि 2 घन्टासम्म लाग्छ। यस्तो भएको छ। यो बाटो छिटोभन्दा छिटो बनाउन पर्यो ताकि हामी आधी घन्टामा बुटोल पुग्न सकौँ है त। सुस्त चलाउन मजै आउँदैन नि त, कमसेकम हिँड्न पऱ्यो नि। 80-90 को स्पिड त होइन र गाइस। ल फाइनली गाइज हामी चाहिँ रामघाट पुलतिर आइसकेको छौँ। ए के लगाइदियो नि, किरा लगाइदियो नि त पुरै यार। ए हिजो छठको होला यो गाडी त होइन। ल गाइज यहाँ चाहिँ छठ पूजा चाहिँ बवालै भएको रहेछ मधेसीहरूको खतरा चाड रहेछ नि त छठ होइन। हरि बढ्दैको रहेछ नि यहाँ त, हवन सवन बसालेर पूजा गरेर। अरे एट द भ्यू। अहिलेसम्म देखेँ होइन छठ पूजा। उहाँ भिडियो हेर्थेँ टिकटकमा त्यो जनकपुरको। लगाइ यहाँ देख्न सक्नुहुन्छ हाम्रो हनुमानको बेइज्जत गर्दै रह्यो नि त यस्तो। ल रामघाटमा चाहिँ मान्छे नजलाएको दिन हुन्न भन्छ। मान्छे नजलाए पनि यहाँ माछो भयो भने जलाउने रे एउटा। यस्तो चाहिँ परम्परा रहेछ रामघाटमा हामीले सुनेअनुसार। अहिले चाहिँ हामी यहाँ कपिलवस्तुको म्युजियममा पुग्यौँ। म्युजियममा त नगएको बहुत भयो बे। म्युजियममा 2070 सालमा गयो कि 69 सालमा गएको म। यहाँभित्र गएको छु, यहाँभित्र गएको म। ए खै त्यति बेला कति थियो यार, हामी त बिरबु स्कुलमा 8 क्लासमा पढ्दा आएको। अनि उहाँभित्र गएर पिकनिक खाएर उहाँबाट चाहिँ यात्रा ठुल्ठुलो अम्ला लिएर आएको कि पुरै। उताभित्र छ, उता किरेसर छ। किरेसर भने त्यस्तो किरेसर होइन, उसहरू के त्यो नर्मल खोलातिरबाट बाल्लो सालो ल्याउने चाल्नेहरू बेच्ने गर्छन्। हरिब छ बे, हरिब पुरै फिटिङ। उताबाट त्यही म्युजियमको साइडको गल्ली छ नि, त्यहाँदेखि जाने हो। जय शम्भो। जाम्ला नि त अहिले यसो कतै के हाम्रो पहाडको इलाका, पहाड नजिक भएर होला नि पानी परेको। पहिले चाहिँ हामी यहाँ ग्यारेजमा आछौँ। अहिले चाहिँ पहिला समयमा आयो भन्ने थियो, लेट थियो। अहिले चाहिँ न्यू स्टार अटो पार्ट्सको नाममा रहेको छ यहाँ चाहिँ। ए साँच्ची उस कहाँ गयो त एक्सल तिमीले राख्यौ? दामी राख्यो नि त अहिले त, हरिब गराएछ नि त यार। चाहिँ पुरै अन्डरग्राउन्ड छ गाइस सामानको चाहिँ। सामान निकालिदिनु भयो दाइ? सामान रेडी छ, सामान के पठाउनु भयो? हजुर यही पठाउनु भयो कि, ला चेन्ज गरेर अर्को दिने रे। लगाइदियो चाहिँ तौलिया न्यू स्टार अटो पार्ट्स। कसैलाई गाडी बाइकको सामान चाहिन्छ नि आउन सक्नुहुन्छ, सुपथ मूल्यमा उपलब्ध छ हाम्रो राकेश दाइकोमा। हामी चाहिँ अझैको यहाँ सामान लिने ठाउँमा आइसकेको छौँ। यिनी त यस्तै हुन् कि हतार हतारमा। पानी परेर त नआउने भन्थ्यौँ, 10 मिनट छिटो आए पनि हुन्थ्यो। के छ त नि भन, एकदम म त खुसी लाग्यो जापान गएर। मलाई पनि थाहा थिएन, उहाँ पुगेपछि बल्ल थाहा थियो। एक्कासी हिरो भन्दा हिँडेको। हिरो भनेर
अनबक्स हान नि त यही हो र यही हो अझै पुन तिलौरा कोट के हो यो पर्फ्युम हो क्या हो यार होइन के उ हो के के भन्छ नि खोल न त्यो फेरि उ हो ए चिया सिड हो यत्रो ठुलो खानालाई 661 खोलम 2578 हालिदिइहालौँ ए मसँग नि यसैको छ क्या सायद सानोमा यत्रो ठुलो कोले खाने हो पुरै फ्यामिलीले हो मैले चिया सिड हो यो कम लाग्छ यो होइन चियापत्ती होइन यो होइन होइन पानीहरू भित्र खानु लाग्यो टक्क यत्तिकै खाने नि यो मरिन्छ मतलब यतिको मुखामा हाल्नुहुन्छ तपाईँले मुखा गएर फुल लिन्छ त्यहीँ अड्किन्छ अनि सिधै ए चिया सिड्स भनेको त्यो फुलाउने होइन पानीमा हाल्ने हो अनि खाने यसले वेट लसको लागि काम गर्छ के शरीर तौल घटाउँछ नि तौल घटाउनको लागि अनि यिनी हुन्छ अब कति हो 2578 जम्मा 7-8 यति दुईटाको अझ न खै देखा भने उमा देखायो भन्दा धेरै फरक पर्ने रहेछ पानी गाजेर न यो भन्दा त मेरो यत्रो मोटो देखाएको थियो उमा त 350 को मेरो त्यो भन्दा यो अलि ड्युरेबल हुन्छ कौन भन्दा त्यो 350 ए दाइ यार इन्डियाबाट ल्याएको आफै अनलाइन होइन यस्तो दामी छ ल काम चाहिँ गरिरह राम्रै हैन चोर बजारबाट ल्याएको म त छु यो राम्रो खाले यो त्यसैको सस्तो भर्सनमा छ 350-400 मा आउँछ नेपाली यो मैले यस्तो वाला होइन मेरो त अर्कै छ राम्रो छ के हो यो बाक अहिले मलाई बुझ्यो हजुर सेम यसैमा त्यसको फर्मेट गरेन के यिनी काट्ने यसरी काट्ने हो लगाएछ हामी चाहिँ अझैको सामान हो त्यहाँ छ सामान ल्याएर हिँडिसकेको अब तौलियाको गल्ली गल्लीमा अझैले एउटा बक्सर किन्ने रे अनि हामीलाई चाहिँ एउटा फेन्सीमा चेक गर्न हो कस्तो कस्तो सामानहरू आएको छ अहिले जाडोको भनेर आजभोलि तौलियाका दोकानहरू लास्टै भाइरल भयो कि टिकटकले एउटा यत्ने अगाडि छ एउटा के भन्ने त्यसले नि राम्रो बच्चा एउटा एमा छ त्यो इरफान भयो हामी जान्थ्यो यत्ने कतना हो यार ऊ त हो ब्ल्याक होर्स हामी जाने चाहिँ कौन हो ठ्याक्कै यार यो पनि होइन ब्ल्याक होर्स यहाँ होइन के गर्छन् हो यहाँ त यो रहेछ यो पनि होइन कि यही यो हो क्या हो अमन सिरी यो शिवम हामीले खोजेको चाहिँ यो शिवम स्टोर बाइकलाई चाहिँ यहाँ पार्क गरिदिउँ है गाइस के भन्यो रेकर्डिङ हो भन न अलि टुट 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 हानौँला एउटा चड्डी किन्न हामी चाहिँ यत्रो शिवम स्टोर रे तौलियाको यही हो हेर है ठिकै ठिकै रहेछ त लिएर जानुपर्छ कि एउटा उहाँ अझै बहुत काम लाग्छ भन्ने हिँड न अघि साबरे सो आएको थिएँ मान्छे चेक गरिदिउँ भनेर आएको कि एकचोटि यता टिकटकमा देखेर
कपडा देखेर कहाँबाट ल्याएको भन्ला फेरि जाँठाले नहीं माथा दर्द हुए राजाजी लगाएछ। अब एकचोटि सिधै भेट्नुपर्ने हुन्छ हामी गोरसिङे गएर अझैको चड्डी किन्न। लेट्स गो। दाइको सामान चाहिँ आइसक्यो। हेर्नु दाइ तपाईँको लागि हामीले यहाँ कति दुःख गऱ्यो हामी। तिनवटा यात्रा टोक्ने एउटा एक्स्ट्रा भनेर यात्रा सामान बोकाइदिएर हामीलाई कहाँ राखिदियो। खसो भने हामीलाई नभन्नु होला है दिपेन्द्र दाजु। हाम्रो गाउँतिर त पानी आए जस्तो छ त। बस चलो चले लगाज। भिडियो चाहिँ यहीँसम्म थियो। अब गोप्रोको चार्ज पनि 4% भइसकेको रहेछ। अब चार्ज गर्ने के गर्ने यहाँ चाहिँ दामी बन्दै रहेछ होइन। हाम्रो गाउँतिर चाहिँ पानी परे जस्तो लागिरह मलाई चाहिँ। त्यही भएर चाहिँ होइन भिडियो नि यही अफ गर्नुपर्ने हुन्छ। 3% भयो गोप्रोको चार्ज। ल भिडियोमा चाहिँ लास्टमा बनिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। म चाहिँ धेरै पछि आएको द स्लो भ्लगलाई हटाएर DRC राइडर मेरो नाम रहेको छ युट्युबमा। चेक गर्नु होला एकचोटि होइन। यो चाहिँ मेरो युट्युबमा चाहिँ फर्स्ट भिडियो हुनेछ अहिले। ल गाइज लेट्स गो। अब अर्को भिडियोमा भेट्नुपर्ने हुन्छ हामी। आजलाई टाटा बाई बाई। सी यू इन द नेक्स्ट ब्लग। टिल देन बाई बाई।